हेलो गाइज वेलकम टु आवर मिनी भ्लग। म चाहिँ आज डोको बोकेर तल जाँदैछु बारी। बारीमा चाहिँ कोदो छ नि त, अनि कोदो बोक्नुको लागि बिहान बोकेँ 2 भारी। अनि अहिले फेरि लिनु हिँडेको, घाम लागिरहेको छ, धेरै नै घाम लागिरहेको छ। अनि बसेको घरमा, अनि अहिले चाहिँ हिँडेको म चाहिँ अब फेरि कोदो लिएर आउनु पर्ने हुन्छ। उकालो बोकेर 2 भारी छ। मलाई चाहिँ एउटा डोको बोकेँ, बुनेलाई चाहिँ अर्कै 2 जना हिँड्न चाहिँ हिँडेको। बुने पछाडि पछाडि म अगाडि छु। यहाँ चाहिँ पुरै फुल फुलिरहेको रहेछ नानाहरूकोमा। यो चाहिँ नानाहरूको घरमा हो नि त, अनि त्यही फुल चाहिँ टन्न रोप्नु भएको छ नानाले यसपालि फुल चाहिँ। अनि यहाँ साइडमा सुन्तला पनि छ, सुन्तला पनि टन्न भलिरहेछ। घामले तर खासै देखिएन। बल्ल बल्ल बारी चाहिँ आइपुगेँ, तर कोदो पत्ता धेरै नै पो रहेछ त। कसरी लानु 2 जनाले मात्र नसक्ने पो रहेछ त। पुरै आज कोदो बारी थियो नि त, कोदो पुरै काटिसकेको। अनि आज 3 बार मैले बारेको कोदो बिहान, अनि बिहान 2 भारी लगेँ। अनि आज 2 भारी बाँकी छ, बुनेर म त नसक्ने पो रहेछु नि त। नसक्ने अवस्थामा भयो त हौ। बल्ल बल्ल ल्याउनु चाहिँ ल्यायो गाइस, लास्टै गाह्रो भयो। डोको नपुगेर 2 जनाको थियौँ नि त। अनि मैले चाहिँ पुरा यस्तो थाङमा पोका पारेर ल्याइरहेको छु। अनि बुनेले चाहिँ डोकोमा गरौँ भएदेखि बस्देको यहीँ नजिक आएर त्यहीँदेखि यहीँ आएर बसेको। लिएर पनि आइसकेँ। अनि आज चाहिँ तल जाने। यहाँ चाहिँ पुरै तुम्बाहरूमा चाहिँ पराल ल्याइरहेको छ, फुलै फुला बाँधी राखेर टन्न रहेछ। आगो नै बढी रहेछ, फुला त नआएको धेरै भयो नि त यहाँ आज आएको। अनि पुरै सयपत्री फुल पनि फुलिरहँदो रहेछ यतातिर चाहिँ। तिहारमा चाहिँ फुलेन, अनि अहिले चाहिँ फुल्दैछ सयपत्री फुल पनि। सयपत्री अनि यता गुलाब फुल रहेछ, यता व्हाइट कलरको के फुल हो यो, फुलै फुल्छ अहिले त हाम्रो गाउँैभरि। सयपत्री चाहिँ पुरै फुलिरहेको छ अहिले। तिहारमा फुलेको कस्तो दामी हुन्थ्यो। यहाँ चाहिँ साई नानाले टन्नै फुल चाहिँ रोप्नु भएको छ, गमलाहरू पनि टन्नै छ। पहिला त झन् कति धेरै थियो, अहिले चाहिँ खासै छैन रहेछ। अनि यहाँ चाहिँ भर्खर भर्खर पानी लगाइरहेको छ, चुन्दैछ पुरै भर्खर भर्खर पानी हालेको रहेछ। अनि चुन्दैछ। यहाँ चाहिँ धेरै दिनमा आएको नि त म। यी तल घर छाउनु चाहिँ, तर ढिलो भन्दा पनि 2-3 दिनमा झर्यो झर्नु चाहिँ। नानाहरू त झरिरहन्छ, आज त भान्जीसँग खासै झर्नु पनि मन पर्दैन। चाहिँ फेरि अर्को चाहिँ फुलको बोट रहेछ। त्यसको चाहिँ हामी सानोमा लास्टै खान्थ्यौँ म केटाकेटीमा। अहिले पनि चाख्दिनँ कस्तो हुन्छ। कति गुलियो हौ, मिठो न मिठो छ त पुरै, कति धेरै हो। पुरै गुलियो आउँछ यसको त फुल। सानोमा टन्न खाइन्थ्यो हामी, उत्रै हुन्थ्यौँ। अनि साथी उस्तै अनि जुस्दै खान्थ्यौँ, कस्तो मिठो। अन्त पुरै भइसकेको रहेछ, तर मिठो छ मिठो चाहिँ। यहाँ चाहिँ फेरि तुम्हाहरूको धुप्पी फुल पनि रहेछ, सानो बोट। म त आज पो देखेको, वास्तै गरेको थिइनँ। यहीँ नजिक छोरा पनि कस्तो राम्रो भएछ हौ जाडोमा पनि। आज मेरो भान्जी स्कुलदेखि आइवरी जुठारा गर्दो रहेछ। एक्लै हेर्नु पनि गाह्रो छ, को कहाँ कहाँ जानुहुन्छ बिचरा। सबै गरेर स्कुल जानुपर्छ, आउने बित्तिकै काम। के साह्रो सुध्रेको प्रीतिका भान्जी, आम्मामा सुध्रेर लास्टै सुध्रेको छ। पहिलेको भन्दा के हुँदैछ पनि। पकाउनुको लागि साग पनि ल्याइसकेको छ प्रीतिकाले त। के साह्रो सुध्रेको त आम्मा, जुठारा धोएर यहाँ फुल पुरै फुलिरहेको छ। के फुल भन्छ, घन्टी फुली के फुल। भर्खर सानो केरा पसाउँदैछ, तर कति लामो लामो केरा। यो कुन केरा भन, आम्मामा कति लामो लामो। म त छोटो छोटो मजाको छ, अम्मा अझै बाँकी रहेछ यहाँ पनि। आम्मामा हुनुको लागि त कुन केरा भन यहाँ, लामो न लामो। बोट चाहिँ छोटो छ, तर केरा चाहिँ लामो लामो रहेछ यहाँ। मेरो छोरा चाहिँ तल आइरहेको थियो, अनि साइडमा चाहिँ हिँडेको घर। हेलो भनिदियो त छोरा, हेलो भन न। हातमा के बोकेको, हातमा सायो, हातमा के देखाइदियो त, हातमा के भयो। खाने कुरा होइन, ओखर लगेर फुटाएर खानुपर्छ ल।